हेलो साथीहरू नमस्ते गुड मर्निङ। आज चाहिँ हामी बिहानै अहिले 6:30 भयो र हामी चाहिँ अहिले नवबुद्ध जान लागेको। सो हजुरहरूलाई चाहिँ म जडीबुटी पुगेर भेट्छु। ल है साथीहरू, दाइहरू चाहिँ जडीबुटीमा हुँदैन रहेछ, राधे राधेमा हुनुहुन्छ अरे। अब चाहिँ हामी राधे राधे पुगेर हजुरहरूलाई भेटौँला। साथीहरू हामी चाहिँ सल्लाह गरेर आइपुग्यो। दाइहरू चाहिँ राधे राधेमा बस्छु भन्नुभएको, बस्नु भएन रहेछ, अलिक अगाडि हुनुहुन्छ कि। सुरे पिनाङतिर आइपुग्यो, भाइ चाहिँ यहाँ भेट्यो र दाइ भाउजू चाहिँ उताबाट आउँदै हुनुहुन्छ, उता बाइक वर्कसपमा जानुभएको रहेछ। अब चाहिँ हामी यहाँबाट लाग्छौँ र अब एकैचोटि नवबुद्ध पुगेर भेटौँला हजुरहरूलाई। मरना तेरे को डर नहीं लगता? ल साथीहरू हामी चाहिँ फाइनल्ली नवबुद्ध आइपुग्यो। दाइहरू चाहिँ आउँदै हुनुहुन्छ, तल हुनुहुन्छ। यता आइपुगिसक्यो हामी चाहिँ यहाँ हेर साथीहरू उकालो चढ्दैछ। तर आज वेदर चाहिँ राम्रो छ नि है, भ्यू पनि क्लियर देखेछ। माथि माइ गड कस्तो थाकेको हो। ल साथीहरू हामी आइपुग्यो बत्ती बाल्ने ठाउँमा। माइ गड कति लाइन। अबेला यहाँ माथि एक कोराको हानेर अनि बत्ती बाल्नु पर्ने हुन्छ। साथीहरू एक कोरा मात्र भनेको चाहिँ हामी चाहिँ 3 कोरा गरेर कम्प्लिट भयो। अब चाहिँ बत्ती बाल्न जानुपर्ने हुन्छ। र आज चाहिँ वेदर सफा भएर कस्तो रमाइलो, कति राम्रो क्लियर भ्यू देखेर चाहिँ र साथीहरू अनि हामी चाहिँ त्यहाँबाट यता छेउदेन भएकोपट्टि गयौँ र त्यहाँ चाहिँ हामीले कोरा गरेर अनि त्यसपछि त्यहाँ चाहिँ लास्टै प्याक थियो र त्यहाँ छेउदेनमा कोरा गरिसकेपछि हामी चाहिँ यतापट्टि आएर बत्ती हेरेको थियो, बत्ती पनि थिएन। र त्यसपछि अलि तल गयौँ र त्यहाँ तल चाहिँ र गुम्बामा रहेछ बत्ती, अनि त्यहाँ बत्ती बालेर अनि हामी चाहिँ फर्क्यौँ। ल साथीहरू हामी चाहिँ बत्ती बालेर अब बौद्ध जान्छौँ होला। तर आज वेदर चाहिँ हो कि साथीहरू अब चाहिँ हामी यहाँबाट फर्केको। अब चाहिँ चिया जानुपर्ने हुन्छ। ल है साथीहरू हामी चाहिँ पनौतीको बाटो हुँदै फर्केको। सो उताबाट जाम हुन्छ र यो बाटोबाट आएको झन् यो बाटो झन् जाम। तर अहिले चाहिँ खाली छ किनभने हामी तलतिर आइसक्यौँ नि त। साथीहरू हामी चाहिँ फाइनल्ली बौद्धमा आइपुग्यौँ। अब यहाँ बौद्धमा एक कोरा चाहिँ गर्नुपर्ने हुन्छ। एक कोरा गरेर साथीहरू हामी चाहिँ खाना खानको लागि मधुशाला भाइ अन्जनामा आएका छौँ। र साथीहरू हाम्रो चाहिँ खाना आइसकेको छ। अब चाहिँ खाना खानुपर्ने हुन्छ है। अब खाना खाएपछि भेटौँला। आएर अनि हामी चाहिँ अब यता स्वयम्भूतिर लाग्यौँ। सबैजना अगाडि अगाडि छ। अब यो कुरा गरेपछि भेटौँला साथीहरू। साथीहरू फाइनली हामी चाहिँ एक कुरा गरेर अब चाहिँ घर जानुपर्ने हुन्छ। आज चाहिँ पूर्णिमा भएर जताततै भिड छ। हजुरहरूलाई भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यो चाहिँ मेरो 5-6 मिनटको भिडियो हुन्छ होला। यो चाहिँ सर्ट्समा आउँदैन, भ्लग भिडियोमै आउँछ है साथीहरू। यति भन्दै फेरि भेटौँला अर्को मिनी भ्लगमा।